So hey guys, welcome back again my YouTube channel the Nepal Hacker Always Titanium Army. So guys, हामीसँग योभन्दा पहिला एउटा सानो एक्सपेरिमेन्ट गरेको थियो जुन थियो पेट्रोल भर्सेस थर्मोकल. सो गाइज आज मैले तपाईहरु सामु त्यसको रिजल्ट के आयो त नि भन्ने त्यसको एक्सप्लेन गर्दै छु र त्यसलाई देखाउने छु के भयो कसो भयो हैन. अब यो राखेको धेरै समय भइसक्यो त्यसलाई मेल्ट गरेर अब ग्लु बनाएर त्यो ग्लु यो सामानहरुमा लगाएर यसलाई यहाँ राखेर हेरेको छु हैन. अब राखेर छोडेको छु. अब यो टाँसेको छ कि छैन अब भन्न त अब ग्लुको काम गर्छ भन्छन् एउटा गोमा एकदमै हार्ड ग्लु हुन्छ भन्छन् हैन. त्यसलाई अनेक थरी ठाउँमा हामीले प्रयोग गर्न सकिन्छ भन्ने देख्नमा पनि पाइएको छ. तर यसको एक्ज्याक्ट रिजल्ट के छ, यसको एक्ज्याक्ट रिजल्ट के छ र यसले काम गर्छ या गर्दैन, यसको रिजल्ट आज तपाईहरु सामु छ है गाइस. ल गाइज पहिलो प्रथममा यो मेटल हो हैन, यो मेटल हो र यसलाई पनि मैले ग्लु लगाएर टाँसेको थिएँ. अब कि यो कतिको हार्ड लेभलमा यसले समातेको छ हैन. अब एकचोटि ट्राई गरेर हेरौँ. अब उक्काएर ट्राई गर्ने त होला. अब काम त गरिरहेको छ, एउटा ग्लुको काम गर्यो हैन. तर यो के हामीले यसलाई साँच्चै नै युज गर्न सकिन्छ या यो एकदम युजलेस छ हैन. यसको काम छ या छैन, यो भोलि हामीले त्यो बनाएर पनि त्यो काम लाग्छ या लाग्दैन त्यो पनि त हेर्नु पर्यो. ओ शिट गाइज, माय गॉड, यो त साँच्चै नै awesome guys. Oh my god, this is very awesome guys. Oh shit, very unexpected guys, very unexpected. Sorry guys, totally waste and useless. यसले काम गरेन गाइस. यसको तपाईहरुले यो मेटलमा पनि हेर्न सक्नुहुन्छ हैन. मैले यसमा ग्लु लगाएको थिएँ तर यो मेटललाई त अब टाँस्ने काम गरेन हैन. यसलाई साइड लगाइदिउँ. अब यहाँ छ यसको मैले यसले मैले अठाएर राखेको थिएँ गाइस हैन. अब यसमा छ, यसमा पनि मैले ग्लु नै लगाएर राखेको थिएँ हैन. अब यो हेर्नुस्, अब यो हेर्नुस् त्यति स्ट्रङ ग्लु भएन गाइस. टोटली भएस. यो त टाँसे नै यसमा पनि लगाएको गाइस. यो कामै भएन यसको. अब वुड प्लाइवुड, अब प्लाइवुडमा अब के छ यसलाई. ओ शिट, भेरी इजी. सो गाइज अब देखिहाल्नु भयो हैन. तपाईहरुकै सामने मैले यसको एक्सपेरिमेन्ट गरेको थिएँ तर यसले काम गरेन. अब यसलाई युजमा ल्याउन सकिँदैन किनकि यो एकदमै युजलेस वेस्ट भयो. अब सो गाइज अब यदि तपाईहरुले मेरो एक्सपेरिमेन्ट गरेको भिडियो यसको थर्मोकल भर्सेस पेट्रोलको भिडियो हेर्नु भएको छैन भने डिस्क्रिप्सनमा म यसको लिंक राखिदिन्छु त्यो भिडियोको है. डिस्क्रिप्सनबाट हेर्नु होला. यसको लागि अब के भन्ने, अब काम गरेन गाइस, सरी है. अब मेरो काम त यही हो. अब तपाईहरुको सामु अब यसको रिजल्ट ल्याउने के छ कसो छ के हुन्छ हुँदैन हैन. अब तपाईहरुले घरमा यो चीजहरु ट्राई नगर्नु होला. ट्राई गर्नको लागि म छँदै छु त, म छु. म भन्नुस् न, तपाईहरु कमेन्ट गर्नुस् तपाईहरुले यसलाई घरमा ट्राई नगर्नुस्. म एकदम सेफ्टीसँग छु है गाइस भन्दै टाटा बाइ बाइ. जय नेपाल.